जब लाग्यो लो लो ठिकले यस्तो चिप्लो छ बाटो यति चिप्लो छ बाटो यस्तो छ कति नाच्छ बाटो यस्तो चिप्लो गाइज हिजो यही बाटो आउँदाखेरि गडग्रा गुडुङ पानी बदास हुरी बदास यस्तो आएको थियो गाइज अहिले बाटो यस्तो हालत छ तर गाउँको बाटो के गर्नु रमाइलो छ ठिकै छ बाटो रमाइलै छ है गोल्ट्याउला ओइ भएन अगाडि र पछाडि बिस्तारै हाने धारो तिमी त्यत्रो ढ्याक्रे मान्छे पछाडि आएर थुप्रिया छौ त मलाई भात्तै ठेलेका छौ त अब बल्ल कुरो बुझ्यौ के अरे वाह बाटो बाटो अरे वाह बाटो अरे वाह बाटो अरे वाह बाटो ठिक छ गाइज गाउँको बाटो हो ठिकै छ राम्रै छ अलिअलि चिप्लिन्छ यस्तै छ अलिअलि काहीँ के गर्छ काहीँ घाम्रा घुम्नु छ काहीँ घाम्रा घुम्नु छ यस्तै छ गाइज हाम्रो नेपालको बाटो बिकज ठिक छ साइपरी लै हिजो आयो हिजो आएर ठुलबा घर बसियो के को उरे ठुलै सुड्डो त कहाँ पुग्यो जस्तो अङ्कलतिरै यस्तो बाटोमा स्कुटर चाहिँ कामै छैन क्या घाम्राना घुम्रुङ पाठ पुर्दै को हुन्छ बाटो गाइस बाटो माथि गाउँबाट आएको हामी अब बुढाहरूलाई कुरो बस्नुपर्ने होला माथि उतापट्टिबाट झर्ने हो थान्जिङको छरेको थान्जिङ भाइरल भेट्यो अब माथि जानु पर्छ
ए हिँड्नु र हिँड्नु अगाडि अरे अगाडि बढाउनु न गाई छ अब यहाँ आइयो अब बुढाहरू आउँदैछन् हिँडेर बुढाहरूलाई कुर्नु पऱ्यो त्यसपछिबाट किशोर दाईहरू त्यही हो यहाँ आइपुग्छन् भन्दै